शाही पनीरको मसला बनाइसकेको छु। अब यसमा थोरै म चाहिँ दुध एड गर्छु। दुध एड पनि गर्छु यसमा। दुध एड गरेँ मैले यसमा। मिल्क अझै यसलाई पकाउनुपर्छ मजाले है। थोड़ी म फेरि चिनी एड गर्छु 2 चम्मच। हाम्रो शाही पनीर बनिँदैछ नि त साथीहरु। शाही पनीर मैले बनाउँदैछु, त्यही भएर हामीले सबै यसमा चाहिँ एड गर्नुपर्छ। अब त्यसको एकदमै टेस्टी सुपर भएछ, मिठो भएछ। अब यसमा क्रिम हाल्नुपर्छ, तर हाम्रो पास क्रिम छैन, म दही हाल्छु। कैँची कता गएछ? मैले बटर हालेँ यसमा थोरै। बेसी एकदमै अब पाक्नु आँटेको चाहिँ निकै गाढा भइसक्यो। अझै मजाले यसलाई चाहिँ बनाउनुपर्छ, अनि चाहिँ गाढा हुन्छ, अनि खानु मिठो हुन्छ। अब म लान्छु यहाँनिर पनिर।